फाइनली मेरो हातमा अब DJI को पकेट 4P परिसकेको छ। यसको मतलब ओली स्टोरमा आइसकेको छ र नेपाली बजारमा पनि अब तपाईले मज्जासँगले यो प्रोडक्ट अफिसियली किन्न सक्नुहुन्छ। हेलो नमस्ते, तपाईले ओली स्टोरको एडिसनमा स्वागत छ। म लोकेश आज फेरि तपाईको अगाडि देखिसक्नुभयो DJI को नयाँ प्रोडक्ट लिएर आइसकेको छु। अब यो प्रोडक्ट सम्बन्धी जानकारीका साथै अनबक्सिङ गरेर हेर्ने छौं यो ब्लग कम्बोमा के आउँदो रहेछ। यो प्रोडक्ट तपाईले दुईटा प्याकमा पाउनुहुन्छ, एउटा स्ट्यान्डर्ड प्याकमा पाउनुहुन्छ भने अर्को चाहिँ यो ब्लग कम्बोमा पनि तपाईले पाउनुहुन्छ। भनेपछि आज म यो ब्लग वाला बक्सलाई चाहिँ म अनबक्सिङ गरेछु। यो कम्बो प्याकमा के आउँदो रहेछ। सर हेर्नु न, यो भन्दा अगाडि तपाईले पकेट 4 त चलाइसक्नु भएको होला, पकेट 4 भन्दा पकेट 3 भन्दा अगाडि 2, त्यो भन्दा 1। अब त के भयो भने क्यामेरा पनि दुईवटा जडित अब तपाईले यो गिम्बल सहितको तपाईले क्यामेरा पाउनुहुन्छ। बक्स हेर्नु कस्तो मजाले प्रिमियम प्याकसँग तपाईले पाइराख्नु भएको छ। यहाँ बक्स भित्र के आउँछ, बक्स भित्र भएका जानकारी, यो प्रोडक्टले के गर्छ भन्ने सबै इन्फर्मेसन तपाईले बट्टाको बाहिर पनि पाउनुहुन्छ। अनि कीबोर्ड कस्तो मजाको क्यामेरा तपाईले यहाँ देख्न सक्नुहुन्छ। अब आउँ यसलाई अनबक्सिङ गरौँ। अनबक्सिङ गर्न एकदम सिम्पल छ। यसलाई हामी पिल गरिदिउँ। पिल गरेपछि बाहिरको प्लास्टिक च्यातिन्छ र च्यातिसकेपछि अब यसलाई हामीले यहाँबाट मजाले प्लास्टिकलाई सर निकाल्न सक्छौं। पुरै हेर्नु कस्तो मजाको सेतो म्याट फिनिशको बक्स तपाईले यहाँ पाइराख्नु भएको छ। र यसलाई अझ हामीले माथिबाट यसलाई चाहिँ खोलेर ओपन गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईले फेरि हेर्नु न, अर्को ब्याग चाहिँ तपाईले यहाँनिर DJI को यो पकेट पाइराख्नु भएको छ भने यहाँ अर्को ब्याग पनि छ। र भित्र हेरौँ अरु के छ। यहाँ भित्र हेर्नुहुन्छ भने तपाईले केही कागज र DJI को स्टिकर पनि तपाईले यहाँनिर पाइराख्नु भएको छ है। यहाँनिर चट्ट हेर्नु न, DJI को क्या मजाको ग्राफिक वाला स्टिकर रहेछ यहाँनिर। र यसो हेर्नुहुन्छ भने यसमा तपाईले क्विक स्टार्ट गाइड र सेफ्टी प्रिकसनका डिटेल तपाईले पाइराख्नु भएको छ भने त्यस्तै यहाँ DJI स्टोरको QR कोड पनि पाउनुहुन्छ। यसबाट चाहिँ तपाईले DJI को कम्युनिटीमा गएर पनि चट्टसँग जुड्न सक्नुहुन्छ। त्यसबाट धेरै कम्युनिटीबाट धेरै कुरा तपाईले जान्न पनि सक्नुहुन्छ। यसको मतलब के भने तपाईले कसरी भिडियो खिच्ने, कसरी क्यामेरा चलाउने भन्ने कुरो पनि जानकारी कम्युनिटीबाट धेरै आइडियाहरू लिन सकिन्छ। अब यो त साइडमा राख्यो भने अर्को यो सानो पाउच पनि तपाईले यहाँ पाउनुहुन्छ। यो कम्बोमा तपाईले टन्न सामान सहित तपाईले अर्को ब्याग पनि पाउनु भएको छ नि, छुट्टै एउटा एक्स्ट्रा ब्याग पनि तपाईले पाउनु भएको छ जसमा चाहिँ ओस्मो मात्रै भने लेखिएको छ भने यसको जिपर खोलेर यहाँ भित्र के छ, यहाँ भित्रपट्टि त केही छैन। तपाईले सानो एउटा सिलिकन प्याक रहेछ यहाँनिर। अब यो चाहिँ किन भन्नुहुन्छ नि, यहाँ टन्न सामान हुन्छ तर कहिलेकाहीँ तपाईले यो पकेट क्यामेरा मात्रै बोकेर हिँड्नु पर्यो भने यो ब्यागले युज गर्न सक्नुहुन्छ। भनेपछि यसलाई एकछिन साइडमा राखौँ। अब आउँ यहाँनिर यो बक्साभित्र अरू के छ। अब यसलाई मैले फेरि खोल्दैछु। खोल्दाखेरि तपाईले यहाँ देख्न सक्नुहुन्छ कस्तो मजाको योभन्दा अगाडि आउने पकेटकै जस्तो किसिमको तपाईले यहाँ ब्याग तपाईले पाइराख्नु भएको छ, पुरा वाटरप्रुफ जिपर सहितको। भने यहाँ पनि ओस्मो लेखिएको छ है यहाँनिर। टक्क यसलाई मैले जिपर खोलेपछि अब हेर्नुहुन्छ भने यो डब्बाभित्र तपाईले के पाउनुहुन्छ। सबैभन्दा पहिला गिम्बल सहितको क्यामेरा तपाईले पाइहाल्नुभयो, पकेट 4P तपाईले पाउनुभयो, त्यस्तै टाइप सीबाट टाइप सी केबल पाउनुभयो, एउटा माइक्रो ट्रान्समिटर तपाईले पाइराख्नु भएको छ, अर्को रिमोट कन्ट्रोल स्क्रिन सहितको तपाईले पाइराख्नु भएको छ, अर्को तपाईले एक्सटेन्सन एडाप्टर पनि पाइराख्नु छ जसलाई हामी यहाँ टक्क जोडेर यहाँनिर चाहिँ स्क्रु गरेर ट्राइपडमा राख्न सक्छौँ। त्यस्तै हेर्नुहुन्छ अर्को ट्राइपड पनि तपाईले पाउनुभयो। यसलाई पनि म यहाँ जोडिहाल्छु है। टक 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 हेर्नु न, यहाँ टक्क यसलाई यहाँ राख्दिएँ मैले। त्यस्तै एउटा डेड क्याट पाउनुहुन्छ यो माइक्रोफोनको लागि भने माइक्रोफोन चार्ज गर्नको लागि छुट्टै केबल चाहिँ तपाईले यहाँनिर टक्क म्याग्नेटिक एट्याचमेन्ट हुनको तपाईले पाउनुहुन्छ जसलाई चाहिँ हामी टक्क यहाँ राखेर चार्ज गर्न सक्छौँ। र त्यस्तै हेर्नुहुन्छ भने अर्को हामीले चाहिँ अब प्रोफेसनल ब्लगै बनाउनु पर्यो भने चाहिँ कहिलेकाहीँ राति बनाउनु पर्यो भने लाइट पुगेन भने यहाँ तपाईले छुट्टै लाइट पनि तपाईले पाउनुहुन्छ जसलाई चाहिँ हामी डाइरेक्ट एट्याचमेन्ट गरेर बाल्न सक्छौँ। र तपाईले हेर्नुहुन्छ भने यहाँ चाहिँ माइक्रोफोनलाई होल्ड गर्ने म्याग्नेटिक एट्याचमेन्टहरू तपाईले पाउनुहुन्छ। त्यस्तै दुईवटा लेनाइट तपाईले झुन्ड्याउने अप्सन तपाईले यहाँनिर पाइराख्नु भएको छ। पक्कै पनि एउटा यो रिमोटको लागि हुन्छ भने अर्को चाहिँ यो ठुलो गिम्बलको लागि हो। र तपाईले हेर्नुहुन्छ नि यहाँ छुट्टै एउटा चार्जर पनि पाउनु भएको छ टाइप सीबाट। भने यो चाहिँ रिमोट कन्ट्रोलको चार्जर रहेछ। टक्क यहाँ जोडेपछि यसलाई चार्ज गर्न सक्नुहुन्छ। यो ब्लग कम्बोमा आउने सामान सबै नै यति नै हो भने अब आउँ क्यामेराको बारेमा कुरा गरिहालौँ। योभन्दा अगाडि तपाईले युज गरेको पकेट 4 मा तपाईले सिंगल क्यामेरा पाउनुहुन्थ्यो भने यसमा चाहिँ तपाईले दुईवटा क्यामेरा पाउनुहुन्छ। भनेपछि यो पकेट 4P को विशेषता नै त्यही हो। कस्तो मजाको यो पकेट क्यामेरा तपाईले दुईटा क्यामेरा देख्नुहुन्छ। यसमा बेसिक क्यामेरा छ भने अर्को टेलिफोटो क्यामेरा तपाईले पाइराख्नु भएको छ। र तपाईले बेसिक क्यामेरा यसमा तपाईले 20 mm को लेन्स त्यो पनि f2 बराबरको पाइराख्नु भएको छ भने यसमा 1 इन्चको सिमो सेन्सर पनि त्यो पनि नयाँ मोडल युज गरिएको छ। र साथै तपाईले अर्को क्यामेरा पनि यसमा टेलिफोटो पाउँछ जुन चाहिँ 60 mm को 1.8 एपर्चरको इक्विभ्यालेन्ट बराबरको तपाईले क्यामेरा पाइराख्नु भएको छ। यति क्यामेरा भएपछि तपाईले गजबसँग पोर्ट्रेटका सँग सिनेम्याटिकका साथ तपाईले टाढाको भिडियोलाई पनि एकदम क्लोज गरेर खिच्न सक्नुहुन्छ, त्यो पनि बिना लसको है। अब दुईवटा क्यामेरा भएपछि पक्कै पनि तपाईलाई ला धेरै गरौँ जस्तो लाग्छ भने वेट पनि धेरै छैन, जम्मा 230 ग्रामको वेट यो क्यामेराको छ। र यतिको वेट भएको यो क्यामेराले कति गजबको भिडियो निकाल्छ तपाईलाई थाहा छ। यसबाट निकाल्ने भिडियोको क्वालिटीको बारेमा त कुरै गर्नु पर्दैन, बब्बाल क्वालिटी तपाईले निकाल्न सक्नुहुन्छ। यसमा 17 स्टप डाइनामिक रेन्ज तपाईले पाइराख्नु भएको छ। अब डिलक्सकै कुरा गर्नुहुन्छ भने 10B डिलक्स त्यो पनि 2 भर्सन तपाईले यसमा पाउनुहुन्छ।
यसको मतलब अपग्रेड भइसकेको छ डिलक्स पनि र दुईटै क्यामेराले तपाईँ निकाल्ने भिडियो पनि 4K मा 240 फ्रेमको निकाल्न सक्नुहुन्छ भनेपछि त स्लो मोसन भिडियो पनि 4K मा बबाले निस्किने भयो यो दुईटै क्यामेराले एउटा क्यामेराले तपाईँले वाइड खिच्नुहुन्छ भने अर्को त टेलिफोटो भइहाल्यो र साथै यो क्यामेरा तपाईँले 3 एक्सेस गिम्बलका साथ पाउनुहुन्छ यसको मतलब पनि स्टेबलाइजर पनि बबाले पाउनुहुन्छ जुमकै कुरा गर्नुपर्छ भने तपाईँले 12x जुम तपाईँले भिडियोमा पाउनुहुन्छ भने 9x जुम चाहिँ तपाईँले फोटोमा पनि पाउनुहुन्छ ल कस्तो मजाको 2 इन्चको तपाईँको ओलेड डिस्प्ले पनि तपाईँले यहाँनिर पाइराख्नु भएको छ त्यो पनि 1000 निट्सको यसको मतलब तपाईँले आउटडोर सुटिङ गर्दा पनि मजाले यहाँनिर हेर्न सक्नुहुन्छ र स्टिकर पनि मैले निकालेँ अब सबैभन्दा तपाईँले गिम्बल अन गरेपछि यसले सर माग्ने कुरा के हो भने तपाईँले यसलाई चाहिँ एक्टिभेट गर्नुपर्ने हुन्छ एक्टिभेट नगरिकन चल्दैन र तपाईँले अघिदेखि लाग्दा यहाँ बाहिर के रहेछ कालो कालो जस्तो लाग्छ भने यसको माथिपट्टिको म टक्क स्टिकर पनि उठाइदिइहाल्छु यति गरेपछि तपाईँले दुईटा लेन्स यहाँनिर सर्लक्क देख्न सक्नुहुन्छ ओहो फाइनली अनबक्सिङ क्यामेराको त अहिले पो भयो यार ओहो यसलाई मैले क्युआर स्क्यान गरिसकेको छु अब तपाईँले 5 टाइम्स स्वाइप गरेर मजाले कन्फर्म चट्ट गर्न सक्नुहुन्छ अब यहाँनिर पकेट भरेर आइसकेको छ यसलाई म बन्द गरिदिएँ अब चट्ट हेर्न गिम्बल मजाको चलाउन सक्नुहुन्छ तपाईँले र यहाँ तपाईँले पहिलोचोटि खोल्दै हुन्छ नि कसरी चलाउने के गरी चलाउने जेस्टरको तपाईँले मजाले यहाँ कन्ट्रोल गर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ सिक्न सक्नुहुन्छ र हेर्नुहुन्छ भने तपाईँले यहाँ डिस्प्ले तपाईँले पाउनुभयो त्यसै कन्ट्रोलहरू जस्तो पकेट 4 मा थियो एक्ज्याक्टली सेम तपाईँले पाइराख्नु भएको छ भनेपछि यहाँनिर तपाईँ जोयस्टिक पनि एउटा पाउनुहुन्छ रेकर्ड बटन यहाँ पाउनुहुन्छ दुईटा अर्को एक्स्ट्रा बटन यहाँ तपाईँले पाउनुहुन्छ जुन चाहिँ पकेट 3 मा थिएन भने तपाईँले यसमा चाहिँ मेमोरी कार्ड राख्ने अप्सन चाहिँ यहाँनिर पाउनुहुन्छ अब यति भन्दै गर्दाखेरि मेमोरीको दाम त यति बढिसकेको छ भने यसमा तपाईँले इन्टरनल 103 जिबीको मेमोरी पनि यही भित्र पाउनुहुन्छ अब 103 जिबीको मेमोरी भएपछि तपाईँले नर्मली गर्ने बेसिक कन्टेन्ट त मजासँगले सुट गर्न सक्नुहुन्छ तपाईँले एक्स्ट्रा मेमोरी किन्नै पर्दैन र यसले कतिसम्म तपाईँ भिडियो खिच्न सक्नुहुन्छ झन्डै 210 मिनटसम्मको तपाईँले भिडियो कन्टिन्यू खिच्न सक्नुहुन्छ यसको मतलब यसमा 1545 mAh को ब्याट्री पनि यसमा राखिएको छ र एकचोटि चार्ज गरेपछि दामी लामो टन्नै भिडियो तपाईँले खिच्न सक्नुहुन्छ झन्डै 3.5 घण्टा बराबरको अब यति गजबको क्यामेरा छ मेमोरी पनि यही छ तपाईँले छुट्टै यसलाई लगेर छुट्टै कहीँ लगेर कपी गर्न सक्नु टाइप पिक्चर पनि फाइल डाउनलोड गर्न सक्नुहुन्छ भने यसमा कनेक्टिभिटीको अप्सन पनि टन्नै तपाईँले पाउनुहुन्छ यसमा वाइफाई पाउनुहुन्छ ब्लुटुथ पाउनुहुन्छ स्मार्टफोनमा डाइरेक्ट कनेक्टिभिटी पाउनुहुन्छ भने तपाईँले यसमा यो वायरलेस माइक्रोफोन पनि सिधै जोड्न सक्नुहुन्छ कुनै अर्को डिभाइस जोड्नु पर्दैन तर त्यसको लागि DJI-कै माइक्रोफोन हुनुपर्छ र यही माइक्रोफोनबाट तपाईँले स्टोरेज साउन्ड पनि तपाईँले रेकर्ड गर्न सक्नुहुन्छ भने नोइज डिटेक्सन पनि तपाईँले यही भएको माइक्रोफोनमा पनि पाउनुहुन्छ यसमा भएको फाइल ट्रान्सफर गर्नु पर्यो भने र यसलाई पुरै कन्ट्रोल गर्नु पर्यो भने तपाईँले स्मार्टफोनमा यसको DJI Mimo भन्ने एप छ डाउनलोड गरेर फुल्ली कन्ट्रोल पनि गर्न सक्नुहुन्छ र फाइल त्यहीँबाट पनि ट्रान्सफर गर्न सक्नुहुन्छ र तपाईँले चाहिने सानोतिनो सर्ट्स रिल्सहरू पनि ट्वाक्क बनाउन सक्नुहुन्छ यतिको क्यामेरापछि तपाईँले सुट गर्न त एकदमै मजा आउँछ दिनभरि सुटिङ गर्नुभयो ल फेरि सुटिङ गर्नु अझै पर्ने भयो र यसलाई चार्जै गर्नु पर्यो भने जम्मा 32 मिनट तपाईँले यसलाई फुल चार्ज गर्न सक्नुहुन्छ यसको मतलब यसले फास्ट चार्जिङ सपोर्ट गर्छ र तपाईँलाई 0 to 80 नै पुऱ्याउनु पर्यो भने त जम्मा 18 मिनटमै तपाईँले चार्ज गर्न सक्नुहुन्छ यो क्यामेरालाई अब हुन त तपाईँसँग यतिको खिच्ने अरू कुनै पनि स्मार्टफोनमा क्यामेरा हुन सक्छ र योभन्दा अगाडि पनि तपाईँले यस्ता किसिमको डिभाइसहरू चलाइसक्नु भएको हुन्छ र तपाईँले भन्नु न तपाईँसँग भएको मोबाइल फोनलाई गिम्बलमा हालेर खिच्दा कति रमाइलो हुन्छ र कति मजाको सर्ट तपाईँले निकाल्न सक्नुहुन्छ भने त्यस्तै कुरा पनि तपाईँले यो गिम्बल सहितमा भएको पकेट 4 बाट टन्न चिजहरू गर्न सक्नुहुन्छ यसको मतलब सिनेमेटिक तपाईँले भिडियो खिच्नु पर्ने छ भने सिंगल हातमा भएको मोबाइल फोनबाट राम्रो क्यामेरा भए पनि तपाईँले निकाल्न एकदमै गाह्रो हुन्छ भने यो गिम्बल सहितको भएको क्यामेरा भएपछि अति मजा आउँछ जसले गर्दा 3 एक्सिस गिम्बल भएपछि तपाईँले पान गर्नु पर्यो टिल गर्नु पर्यो रोटेसन गर्नु पर्यो भने सबै सर्टहरूलाई चाहिने एकदमै मिनिमम कुराहरू पनि तपाईँ यो गिम्बल भएपछि अति नै मजाले तपाईँले भिडियोहरू क्याप्चर गर्न सक्नुहुन्छ यसैबाट तपाईँले होरिजेन्टल र भर्टिकल दुईटै भिडियो खिच्न सक्नुहुन्छ भने अर्को रमाइलो कुरा चाहिँ के छ भने तपाईँ एकदम हाई स्पिडमा तपाईँले भिडियो खिच्दै हुनुहुन्छ भने कुनै सब्जेक्टले ट्र्याक गर्नु पर्यो भने पनि मजाले यसले ट्र्याक गरिदिन्छ यसको मतलब तपाईँ गिम्बल यसरी बोक्नुहोस् सब्जेक्टलाई ट्र्याक गर्नुहोस् तपाईँ दौडिराख्यो भने यो गिम्बलले चाहिँ आफ्नो काम गर्न छोड्दैन जसले गर्दा आउने आउटपुट राम्रो आउँछ र यो ब्लक कम्बो प्याकमा हेर्नुहुन्छ भने तपाईँले एउटा छुट्टै डिभाइस पनि पाइराख्नु भएको छ यसको मतलब के भने यसलाई चाहिँ रिमोटको हिसाबले युज गर्न सक्छौँ यहाँ जुन भएको यो जुन कन्ट्रोल छ यो चाहिँ तपाईँको अब हातमा हुने भयो चटक्कसँगले यही हातबाट तपाईँले मजाले रेकर्ड गर्ने जुम गर्ने प्यानिङ गर्ने र फुल्ली गिम्बलको कन्ट्रोल चाहिँ तपाईँले अब परै बसेर पनि गर्न सक्नुहुन्छ यसको मतलब तपाईँलाई कोही सहायता गरिदिने मान्छे छैन भने पनि यसलाई ट्राइपडबाट राखेर तपाईँले भिडियो सुट अन अफ गर्नलाई यसको पछाडि दौडेर आउनु पर्दैन टक्कसँगले यही रिमोटबाट तपाईँले गर्न सक्नुहुन्छ अब यो तपाईँले सँगै पाउने जुन यो रिमोट छ जसमा डिस्प्ले सहितको छ यसबाट तपाईँले म्याक्सिमम 25 मिटरसम्म यसलाई युज गर्न सक्नुहुन्छ तर
एकदमै स्ट्यान्डर्ड तपाईँ स्टेबलसँग तपाईँले क्वालिटी भिडियो तपाईँले कन्ट्रोल गर्नु पर्यो भने 10 मिनटबाट त पर्फेक्टली यसले कन्ट्रोल गरि नै हाल्छ। अब हेर्नुहोस् न टेक्नोलोजीले पनि कति कुराहरू चाहिँ नयाँ नयाँ आउनु थालिसकेको जसले गर्दाखेरि हामीलाई चाहिँ ग्याजेट फ्रिक पनि बनाइदिसकेको छ भने नयाँ नयाँ काम गर्न अति सजिलो पनि बनाइदिसकेको छ। यस्तै काम गर्न हामीले पहिला धेरै महँगो डिभाइस किन्नु पर्थ्यो भने अब त यति काम गर्नलाई त सजिलोसँग यो डिभाइसले काम गरिदिनु भइसकेपछि हामीलाई महँगो इक्विपमेन्ट त वास्तवमै नचाहिने नै अवस्था आइसकेको छ DJI 4 Pro को यो देनले। अब यो कसलाई युज गर्ने भन्दा तपाईँ एकदम मजाले धेरैभन्दा धेरै ब्लगहरू बनाउनुहुन्छ, तपाईँ युट्युब कन्टेन्टहरू बनाउनुहुन्छ, त्यसै तपाईँ गाडी ब्लग गर्नुहुन्छ या एडभेन्चर गर्नुहुन्छ भने त्यस्तो लागि त यो अति नै राम्रो हुन्छ। र यसको साथै तपाईँले घरको इभेन्टहरू, प्राइभेट भिडियोहरू सबै तपाईँ ट्राभल ब्लगहरू पनि बनाउँदै हुन्छ भने यो डिभाइसले त अति मजाले तपाईँलाई साथ दिनेवाला छ। र यो प्रोडक्ट सम्बन्धी धेरै जानकारी हामीले वेबसाइटमा राखिसकेका छौँ। वेबसाइटमा तपाईँ प्राइस र यो प्रोडक्ट सम्बन्धी धेरै इन्फर्मेसन तपाईँले पाउनुहुन्छ र साथै तपाईँ अनलाइन अर्डर पनि गर्न सक्नुहुन्छ र हाम्रो रिटेल स्टोरमा गएर पनि तपाईँले यो प्रोडक्ट लिन सक्नुहुन्छ। यस्तो मजाको प्रोडक्ट दिएपछि तपाईँ के भन्नुहुन्छ र यति भन्दै आजलाई म बिदाइ चाहन्छु। फेरि नेक्स्ट भिडियोमा भेट्ने बासायद आजलाई बाई बाई अनि नमस्ते। हो पकेट 4 पी आयो है।